एमी यम्मी कसरी भनौँ न अहिले खाएको त खाएको त छैन एमी एमी के थाहा छैन है सही हो छोरो गाइस आज हामी यस्तो गर्मी गर हामी यहाँ बल्ल बल्ल बाहिर निस्केको अहिले चाहिँ मैले सानो भिडियो हो त्यही भएर हेर्नु सानो भिडियो रे यो बेबीले भन्न खोजेको चाहिँ गाइज है हामी लास्टै गऱ्यौँ भएर आज निक्लिनै सकेनौँ बाहिर बल्ल बल्ल शीतल भएर निस्किँदैछौँ त्यही भएर यो मिनी भ्लग मात्र बनाउनु लाग्यो हो कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनुहोस् रे है गाइजहरू है त यही भन्न खोजेको यहाँ अहिले त यी किराहरू तिमीलाई मन नपर्ने किरा फेरि कराइरहेको छ र अनि उसले चाहिँ कराउनु नपाओस् त उसले नि कराउनु पाइहाल्छ त होइन र किन तिमीलाई यो किरा कराएको देखेर चाहिँ मन नपर्ने छ र खेलिरहेको यहाँ यो चाहिँ के गेम यो कता कता खेल्छ नि खुट्टाले हाल्ने गेमहरू त्यस्तो यहाँ खेलिरह हामी यहाँ चाहिँ प्रायः यहाँ चाहिँ होइन हामी सपिङ गर्न जान लागेको है हो ल ल गाइज सपिङ गर्न जानु अरे ल प्लेन उडेछ एउटा ठ्याक्कै गरौँ भइरहेको हिँड न हिँड किन यता हो आउँछ अनि के थाहा छ नि आउँछ आउँदैन ड्याडीलाई हान्देला फेरि भनेर नि आउँछ भन त आज ड्याडीले मेरो जुत्ता अत्यात्ते थियो नि त त्यो भएर त्यो ग्लु लगाउनु भएको जुत्ताको त्यो ग्लु नै आफ्नो आज चिप्केर नि राम्रोसितै गएन अहिले यो चाहिँ एकीको ग्राउन्ड हो आज चाहिँ फुटबल खेल्ने कार्यक्रम भइरहेछ यो ठाउँ त साथीहरूले चिन्नु पनि हुन्छ होला कतिले मेरो भिडियो हेर्नु भएको भयो होइन मैले डबल रोलको दौडेको भिडियो बनाएको थिएँ नि यो चाहिँ यहीँ नै हो होइन के भयो सानो हाई गरेको हाई वाला है ए म त हाई गरे हो कि भनेर हात हल्लाएको त्यस्तो खाले हाई होइन ए के थाहा छैन नि मलाई कस्तो खाले के झऱ्यो पानी पानी पर्दैन आज पानी छैन हो जाडो महिना लागेको छैन नि त छोरो जाडो महिना लाग्ने बेलै छ अनि कहाँ बिस्तारी पप्पीतिर नलाऊ पप्पीले हेर्दैछु अहिले टोक्छ है पप्पीले कस्तो खाले पप्पी है हावाई हो प्लेन गयो प्लेन यहाँबाट ठ्याक्कै खाबुको चाहिँ टावर चाहिँ देखिरहेको छ है केही बिचमा गरेछ अब ओर्लेर डोर्याउनु पर्छ है अब यता भिड सुरु भयो सानो है अब त्यहाँ ओर्लेर डोर्याउनु पर्छ क्या त्यसरी अलि बेला भएन क्या तिमीले चलाउने पेल्ने चाहिँ होइन त्यसरी बिस्तारै बिस्तारै खुट्टाले है एउटा चुकन्दरको 500 छ नि के भएर दुख्यो ल ल ल केही भएन त्यही भएर त डोर्याउ भने त नि त्यसरी गर्दा ल जाऊ नि त त्यहाँ गएर हेर ल जाऊ ल जाऊ हेर हेर मामु साउनीको चाहिँ के किन्दै हुनुहुन्छ है ल हामी चाहिँ यो नेपालको एकदम भिडभाड एरिया कालीमाटी एरियामा आइपुगेका छौँ है साथीहरू कालीमाटी के राज छोरो गरौँको छ हो ल उयो झुन्डाइदेऊ नि त नि हो र किन यति थोरै किन्यो त अनि अब मम्मीले लसुन ल्याउनुहुन्छ अब लसुनको पालो हो ओ माई गड नेपाली झन्डा हेर न त्यहाँ पनि नेपाली झन्डा त्यहाँ पनि नेपाली झन्डा यहाँ त नेपाली झन्डै झन्डा छ त है
ओ माय गॉड कितना ढेर सारा नेपाली झन्डा है मन पहिला आग लागि भएको पसल चाहिँ है साथी ग्रिन म्याक्सको भन्ने आग लागि भएर उतापट्टि सरेको थियो अहिले हेर्नु उ त्यो पछाडि त्यो ह्याकियानको ठाउँ पनि यही पसल सर्ने रे भनेर सुनेको छु तर कहिलेदेखि हो चाहिँ थाहा छैन त्यहाँबाट किन्नु भएको चाउचाउको थुप्रो छ त हेर न यहीँबाट त होला नि है मामु त्यता हो र होइन उता उहाँ मामु आऊ उता बोलाउँदै हुन्छ मामुले उहाँ उता त्यही मछली पसल अन्त उतापट्टि जाऊ त माछाको है यस्तो गनाउँछ कि एमे यम्मी कसरी भनौँ न अहिले खाएको त ए खाएको त छैन एमी नएमी के थाहा छैन है सही हो तर आग लाग्नु त हेरि माछा हेर्ने हेर्नु दे भर्खरै भिडियो बनाएको त्यो त हाम्रो टोली सपिङ टोली यहाँ गाउँको सुपा आइपुगेको त उनीहरू आमा छोरा भित्र छिरिन्छन् ट्रकको नजिक बस्यो लास्टै तातो सास फेऱ्यो क्या ट्रकले यतापट्टि बस्नु पर्यो यता अलिक चिसो ट्रकले त्यो तातो सास फेरेर गरम झन् गर्मी बढायो तैँले के ल्याइदिएको छ खोइ ल्याऊ के हो र अहिले तिमीले खाएको खान मन लाग्छ मलाई त तिमीले आइसक्रिम खान नहुने हो खासमा खोइ कस्तो छ मिठो गुलियो हुन्छ भनेर चाखी हेर्छु गुलियो हो कि अमिलो हो गुलियो छ कि भयो 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 आगे छैन मुख भयो अरे नै खै मुखमा परेकै छैन केटोले ल ल खुवाइदेऊ ल खोइ, त्यो चाहिँ मलाई भने नि त्यो त खाम न त नि अनि हाम्रो टोली अन्तै हो अब फेरि ल यहाँको सबै नै सक्यो है साथीहरू अब हाम्रो टोली अन्तै हिँडिसक्यो अब नेताजीले के किनेको छ मलाई चाहिँ खानै दिँदैन अगाडि उता ठोक्यो है अलिकति खाऊँ न त्यसो हाम्रो सपिङ सकिएको अवस्था हो आजको सपिङ यति भयो चाहिँ ए मामाले त सब किनी भ्याइसक्नु भयो नि मामु त सुपर फास्ट हो नि हजुर त मम्मीको सपोर्ट हो अनि हजुर नि हजुर चाहिँ कसको सपोर्टर म चाहिँ हजुरको ड्याडीको सपोर्टर हो ओके सानो बिस्तारै है अब यहाँ केटोलाई लिएर आएको काम यही त हो नि पुरै भारी कुरुन त बनाएर चाहिँ होइन कुइ बनाएर बोकाएर लैजानु पर्यो क्या अरे एकदम बिस्तारै है लडाउला है साइकल हो है बेबीको साइकलमा सामान बोकाएको है हामीले हाम्रो साइकल होइन त्यहाँ लगाइराखेको थियो होइन ल ल ल नपखाइ नलडाइकन है बिहानै 9 बजे बोलाउनु साइकल अलिक ठुलो भयो कि जस्तो लाग्छ होइन तर केही छैन हामी ल्याइरहेको छौँ के भयो सानो भयो ठुलो छ र सानो भयो होइन के भएर मलाई त चलाउन मिलिरहेको त के अरे छैन र तिम्रो साइकल भयो नि के भयो त नि मलाई त मेरै साइकल जस्तो लाग्छ है मेरो हो कि
क्या